आजको यस बृहत भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमका सभाध्यक्षज्यू, त्यसैगरी प्रमुख अतिथिको रूपमा हाम्रो पार्टीका केन्द्रीय सदस्य, त्यसैगरी सङ्घीय मञ्चका सदस्य, त्यसैगरी केन्द्रीय विभागमा रहेर कार्यरत रहनुभएका साथीहरू, विभिन्न तह र तबकामा रहनुभएका सम्पूर्ण घन्टी मित्रहरू र यहाँ उपस्थित सम्पूर्ण लमजुङबाट काठमाडौँ आएर बसोबास गर्नुहुने सम्पूर्ण महानुभावहरूमा म प्रवास विभागको केन्द्रीय सचिवको तर्फबाट यहाँहरूलाई न्यानो अभिवादनसहित जय घन्टी भन्न चाहन्छु। जय घन्टी। हामी अहिले निर्वाचनको सङ्घारमा छौँ। हामीसँग करिब 25, 26, 27 दिन मात्रै बाँकी छ अब, र यो सन्दर्भमा हामीले आज लमजुङे जनताहरूलाई, काठमाडौँमा बस्नुहुने जनताहरूलाई मात्रै सम्बोधन गरिराखेका छैनौँ। हामीले राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीको अहिलेको एउटा चाहिँ उभार, पार्टीप्रति आएको उभार र राष्ट्रिय स्वतन्त्र पार्टीले के गर्दैछ, कसरी गर्दैछ र किन यो पार्टीको चाहिँ उदय आवश्यक भयो भन्ने विषयमा पनि मैले यहाँहरूलाई केही जिज्ञासाहरू मेट्न मेरो यहाँ आवश्यकता महसुस गरेको छु र मैले प्रवास विभागमा अहिले हेरिराख्दाखेरि विश्वका करिब 37-38वटा देशमा हाम्रो पार्टीका सङ्गठन निर्माण भइसकेको छ र हामीलाई अघि उद्घोषक मित्रले पनि यहाँ भन्नुभयो, हामीलाई अस्ट्रेलियाका साथीहरूले विभिन्न नेताहरूलाई पनि सहयोग गर्ने क्रममा लमजुङलाई पनि हामी सहयोग गर्छौँ भनेर जुन एउटा चाहिँ सानो मायाको सामानहरू, सामग्रीहरू निर्वाचनलाई चाहिँ लक्षित गरेर प्रदान गर्नुभयो। त्यो मात्रै होइन, हामीलाई मकाउमा बस्नुहुने दाजुभाइहरूले पनि हामीलाई क्याप उपलब्ध गराउनु भएको छ, एक बक्सा। त्यो हामी यहाँ अहिले अलि ठुलो चाहिँ उचाल्नलाई गाह्रो हुने भएर हामीले यहाँ ल्याएनौँ, अहिले तथापि हामीसँग छ त्यो। र अन्य देशहरूबाट पनि हामीलाई यस्तो माया आउने क्रम जारी छ र पार्टीलाई पनि विभिन्न देशबाट अहिले सहयोग आउने क्रम एकदमै निरन्तर रूपमा चलिराखेको छ। यो किन भएको हो त भन्दाखेरि हाम्रो पार्टीप्रतिको चाहिँ एउटा माया, ममता र यो देशमा अब राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र केही गर्न सक्छ भन्ने एउटा अपेक्षा बोकेर त्यो अभिलाषाको चाहिँ उहाँहरूले हामीलाई भारी बोकाउनु भएको हो भन्ने मलाई लाग्छ। र त्यसकारण मैले के भन्न चाहन्छु भने अब लमजुङमा हाम्रो जितलाई कसैले पनि नजरअन्दाज गर्न सक्दैन। हामी जितेर आउनेछौँ यसपालि। हामीलाई लमजुङलाई मात्र जितेर पुग्दैन। यहाँ धेरै साथीहरूले जिज्ञासा पनि राख्नुभयो अघि, हामी विकास निर्माणका काम त गर्छौँ नि, तर त्यो विकास निर्माण एउटा व्यक्तिले गर्ने चिज होइन। तपाईँ हामी सबैले बुझ्नुपर्ने आवश्यकता छ। हामी अहिले सङ्घीय सरकारको मोडलमा छौँ। हाम्रो 3 तहका सरकार छ, त्यसमा एउटा सङ्घीय सरकार, अर्को प्रदेश सरकार र अर्को चाहिँ तपाईँको चाहिँ स्थानीय सरकार छ। ती सरकारहरूमा स्थानीय सरकारको सबभन्दा बढी चाहिँ अहिले विकास निर्माणका कामसँग जोडिन्छ। तपाईँ हाम्रा दैनिकीसँग जोडिने सरकार भनेको स्थानीय सरकार हो। र प्रदेश सरकार जो प्रदेशभरिको चाहिँ त्यहाँको चाहिँ संरचनालाई मोबिलाइज गरेर त्यो ठाउँको आवश्यकतालाई महसुस गरेर चाहिँ विकासको संरचनाहरूलाई अगाडि बढाउनको लागि प्रदेश सरकार छ। र सङ्घीय सरकार भनेको मेन चाहिँ तपाईँको चाहिँ प्रदेश सरकारलाई चाहिँ बजेट फालिदिने, स्थानीय सरकारलाई बजेट फालिदिने र त्यहाँका चाहिँ ठोस कामहरू, विकास निर्माणका कामहरूमा चाहिँ जोड दिने र चाहिँ त्यहाँ स्थानीय तहका निकायहरूले गर्ने भन्ने चाहिँ एउटा सङ्घीय सरकारको अवधारणा हो। र त्यसमा नीति निर्माण गर्ने प्रमुख भूमिका चाहिँ हाम्रो सांसदको हुन्छ। त्यसकारण हामीले जिताउँदै गरेको सांसदको भूमिका के हो भने सही नीति बनाउने हो। लमजुङमा कस्तो नीति आवश्यक छ अहिले हामीले देखिरहेका छौँ। लमजुङमा तपाईँको विभिन्न हाइड्रो पावरहरू सञ्चालनमा रहेका छन्, तर त्यो सही तरिकाले चलेका छन् कि छैनन्? हामीले त्यसलाई ठिक ठाउँमा चाहिँ तरिकाले ल्याउन सक्छौँ कि सक्दैनौँ? हामीले त्यो कुनै व्यक्तिहरूलाई माफियाकरणको रूपमा अगाडि बढाउन चाहिँ हाम्रो अहिले नीतिले काम गरिरहेको छ, त्यो तपाईँ हामीले बुझ्नु जरुरी छ। हामी स्थानीय जनता त्यहाँ हुँदाहुँदै, हामी लमजुङे जनताहरू लगानी गर्न सक्ने हुँदाहुँदै हाम्रो स्रोत साधनमा चाहिँ तपाईँको के छ भने बाहिरबाट पुँजी भएका साथीहरूले चाहिँ कमाउने भाँडो बनाइराखेको अवस्था छ। त्यसकारण हामीले नीति निर्माण गरेर के गर्नु पर्यो भने पहिलो प्राथमिकता भनेको हाम्रो स्थानीयलाई दिनु पर्यो, लमजुङवासीलाई दिनु पर्यो। म के भन्न चाहन्छु भने विगतमा हामीले लमजुङको जुनसुकै ठाउँमा आइपिओ खुले पनि हामीले भर्न पाउँथ्यौँ, तर अहिले के भएको छ भने त्यसको दायरा साँगुरो बनाउँदै उनीहरूले के भन्न थाले भने यो चाहिँ विशेष प्रभावित क्षेत्र भन्दै ओडामा खुम्च्याउन थाले, स्थानीय तहमा खुम्च्याउन थाले। त्यसकारण हामी के भन्न चाहन्छौँ भने लमजुङ जिल्लामा हुने विकास निर्माण र त्यसमा हुने हाइडोहरूमा सम्पूर्ण लमजुङवासीले चाहिँ त्यसको अमरत्व लिन पाउनुपर्छ। हामी यस्ता कुराहरू चाहिँ नीतिगत रूपमा चाहिँ जोडदार रूपमा उठाउन चाहन्छौँ। त्यसै गरी विकास निर्माणका कुराहरू छन्। विकास निर्माणमा हामीले दिगो विकासको अवधारणालाई अगाडि सार्नुपर्छ। हामी 10औं वर्ष भइसक्यो, हामी हिँडेको बाटो कस्तो छ हेर्नुहोस् त। अहिले भर्खरै बन्न लागिरहेछ, तर त्यो आजको योजना होइन नि, त्यो 10औं अगाडिका चाहिँ योजनाहरू
पञ्चवर्षीय योजनाहरू हुन्, तर किन अहिलेसम्म पनि बन्न सकेनौँ भने त्यहाँ सही नेतृत्व हुन सकेन। त्यो सही नेतृत्व नहुँदाखेरि हामीले अहिले विकास चाहिँ हामीले जसरी देख्न पाउनु पर्थ्यो त्यो देख्न पाइरहेको अवस्था छैन। धेरै ठाउँमा अहिले व्यतिथिहरू छन्, भ्रष्टाचार छ, आक्रान्त भएर चाहिँ अगाडि बढिराखेको छ। यो अवस्था किन आयो भने सही ठाउँमा सही व्यक्तिको अभावको कारणले आएको हो। त्यसकारण जब 3 वर्ष अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो र त्यसको नेता हाम्रो रवि लामिछाने जो एउटा पत्रकारिताको पृष्ठभूमिबाट आउनुभयो, किन आउनुभयो त भन्दाखेरि यो देशमा अब नेतृत्व गर्नेहरूले सही तरिकाले नेतृत्व गर्न सकेनन्। अब युवा वर्गहरूले नै अब यो देशको नेतृत्व गर्नुपर्छ भनेर सक्षम व्यक्ति सक्षम ठाउँमा आउनुपर्छ भनेर उहाँले जुन आँट गर्नुभयो, बालेन शाह जस्तो व्यक्ति जसले महानगरलाई सक्षम महानगर बनाउनको लागि कसरी काम गर्नु पर्ने रहेछ एउटा स्थानीय तहको नेताले भनेर 4 वर्षमा जसरी काम गरेर देखाउनु भयो र उहाँ जस्तो व्यक्ति उहाँले पनि जुन एउटा आँट गरेर आउनुभएको थियो, त्यस पछाडि रवि लामिछानेले अर्को आँट गरेर पार्टी स्थापना गर्नुभयो र आज दुईजनाको सङ्गम बालेन शाह पनि हामीसँगै हुनुहुन्छ र रवि लामिछाने जस्तो व्यक्ति पनि हामीसँग हुनुहुन्छ। उहाँहरूको व्यक्तिगत आकाङ्क्षाहरू केही पनि छैनन्। तपाईँ हामीले बुझ्न पर्ने जरुरी छ। रवि लामिछाने छँदाखाँदाको आउँदै गरेको यो देशको प्रधानमन्त्रीको पद त्यागेर उहाँले चाहिँ बालेन शाहलाई बनाउन किन प्रस्ताव गर्नुभयो होला? तपाईँ हामी मनन गरौँ त। किन भन्दा बालेन शाह काम गरेर देखायो, उसले गर्न सक्छ, मभन्दा पनि पर्फेक्ट व्यक्ति हुनसक्छ भनेर जसरी त्यो ठुलो हृदय गरेर आज बालेन शाहलाई यो देशको प्रधानमन्त्री बनाउनुपर्छ भनेर रवि लामिछानेले चाहिँ प्रस्तावित प्रधानमन्त्रीको रूपमा अघि सार्नुभयो। त्यसले देशमा मात्रै होइन परदेशमा बस्ने नेपालीहरूलाई पनि एउटा जनउभार ल्याएको छ। त्यसकारण तपाईँ हामी डगमगाउने छुट छैन। तपाईँ हामीले लमजुङबाट धर्मकेसी जस्तो एउटा चाहिँ जिम्मेवार व्यक्ति, एउटा अनुशासित व्यक्ति उहाँलाई जिताएर ल्याउने तपाईँ हाम्रो काँधमा आएको छ। यसको लागि चाहिँ तपाईँ हामी सम्पूर्ण एकजुट भएर लाग्यौँ भने पक्कै पनि हामी यो जित दिलाउन सक्छौँ र आगामी दिनमा हामीले चाहिँ सुशासनको पक्षमा लमजुङलाई कसरी अगाडि बढाउनुपर्छ भनेर हामी साक्षात्कार गर्दै अगाडि बढ्नेछौँ र यो जित हाम्रो हातमा नजिकै आइसकेको छ। यो मात्रै होइन, हामी बहुमतसहित र हामी चाहन्छौँ 2/3 बहुमतसहित चाहिँ यो देशको नेतृत्व गर्न चाहन्छौँ र हरेक ठाउँका व्यतिथिहरू, न्यायालयका व्यतिथि, प्रशासनिक व्यतिथिहरू, सबै व्यतिथिहरूलाई चाहिँ चिर्दै हामी यो देशलाई नयाँ नेपाल बनाउन चाहन्छौँ भन्दै यो आजको कार्यक्रम सम्पन्न बनाउनको लागि यहाँहरू सम्पूर्णको उपस्थितिलाई म आभार व्यक्त गर्दै म बिदा हुन चाहन्छु। हस्त, नमस्कार, जय देश, जय घन्टी।